अनि किन यत्रो राति हो गाडी घुमाऊ कसरी बस्नुहुन्छ त ओके अफलाइन हुनुहुन्थ्यो त म उ गरिरहेको थिएँ के भयो बाइकै स्टार्ट भएन त ल तपाईँलाई जानु जुरेको छैन जस्तो छ आज आमा जानुपर्छ नि मार्छ त्यसले त कसले साथी के पार्टी छ पार्टी कि पार्टी छ गुवाईको नाम विनिता हो नि तपाईँ पनि विनिता मिल्यो त के गरौँ अब साथी मिल्यो क्या मिलाउनु पर्ला क्या हो मिल्छ हो मिलाउँदा त झ्याउ लागेको थियो होला है हजुरलाई मलाई छैन मोटाउनु हुन्न रहेछ जति सुट म त पहिल्यैदेखि यस्तो मोटाउनु चाहिँ मन लाग्छ तर कहिले मोटाउँदिनँ के मोटाउनु राम्रो होइन के को होइन अनि यस्तो लुते हुनु दुब्लो हुनु भन्दा त हामी त यस्तो मोटो भएर कहिले दुब्लाउनु भन्ने भइरहेको मेरो एकजना साथी थियो म बाहिर हुँदाखेरि हजुर भुटानको हजुर जस्तै बोल्ने हजुर जस्तै थियो हौ होइन ल जस्तै सेम ऊ चाहिँ तामाङ हो हजुर अहिले पनि कहिलेकाहीँ कुरा हुन्छ कि अनि ऊ चाहिँ नेपाली धेरै बोल्न आउँदैन हजुर अनि मतलब हजुर जस्तै बोल्थ्यो कि भोइस पनि यस्तै त्यस्तै भन्दैछु हो भनेपछि त मिल्ने हुन्छ क्या संसारमा भन्दै सेम के साथीहरू भन्दा नि थापाहरू के ए फर्स्ट टाइम जाँदैछु कि उसको रुम मलाई केही थाहा छैन अनि अब लोकेसन लोकेसन हाले पनि अनि कस्तो यो अनकम्फर्टेबल हुन्छ नि त अरूसँग अनि हजुर हजुर मलाई थाहा छैन भन्न पनि अलि अप्ठ्यारो लाग्यो त्यही भएर मलाई कुरेर बस्नु भएको थियो क्या अनि कल गर्नु नि त डाइरेक्ट अनि सानो मोबाइलमा गरेको थिएँ मैले लागेन फोन लागेको उठेन सानो फोनमा अनि रुममै छ त त्यो त हतार त कतिको छ हतार हजुर हतार कतिको छ हतार हतार छैन हतार छ नि त रन्काइदिन्छु है डर लाग्छ मलाई बिस्तारै दिउँसो फ्री हुनुहुन्थ्यो अरे आज म नि सुतिरहेको क्या अनि बोलाउनु भएन त कफी पिउनु होली टाइम तपाईँ उयो सुँगुरको मासु खान्छ खान्छु बोलाउँदा पकाएर सुँगुर त टन्नै खान्छु त म त अनि लिम्बूहरूले पनि खान्छ नि है सुँगुर त फेभरेट हो नि अनि मेरो पनि फेभरेट हो सुँगुर त सुँगुर भयो भने कम छ बिहे गऱ्यो भने त के तपाईँ बिहे गरेर जानुभयो भने किन ससुरा जाडमा के अरे चिया मात्र खानु पऱ्यो भने त म त बिजोग हुन्छ त जाड खानु पऱ्यो भने त बनाइदिनु आमा कता रोइदिन्छ किन हौ कस्तो स्पिड हो त नि यो स्पिड हो र मान्छेले नसोच्ने चाहिँ के छ भन्नु न त्यो चाहिँ त्यो बास्केट बनाउने ठाउँनिर हो हो याद रहेछ त अनि उता तल त्यो दुईजोडी आएको थियो कि त्योसँग अलिक कति अगाडि छ हुन चाहिँ यहीँ हो यहीँ चाहिँ हो क्या तपाईँको लोकेसन तपाईँको साथीहरू आउनुहुन्छ यहाँ म फोन गर्छु यहीँ आउनुहुन्छ लु फोन गरौँ न त यहीँ बाइकमै बसेर फोन गरौँ न त भोलि दिन आउँदैन ए भरे हालिदिनु न त्यसो भने रुममा गएर हालिदिन्छु क्युआर यहाँ झ्याउ हुन्छ कहाँ ब्याङ्किङ ओपन गरी बस्नुपर्छ रुममा गएर सेन्ड गरिदिन्छु ल गरेन भने म त चिन्दिनँ है किन चिन्नुहुन्न यत्रो बुझेको मान्छेलाई ला मेरो चप्पल अड्केछ ल भयो भयो लेकिन को बात में जानुहुन्छ ल धन्यवाद ल